दर्शकबिन हामी साली नदीको आखिर भूभागमा आइसकेको अवस्था छ। यो माहौल, यो भिड, यो भाड तपाईहरुले देखिरहनु भएको छ। यो साली नदी अत्यन्तै पवित्र भूमि हो। यो भूमिमा पाउ मात्र टेको भने पनि आफूले गरेको पापहरू नष्ट हुने धार्मिक विश्वास छ। दर्शकबिनहरु देखिरहनु भएको छ यो माहौल, यो रमणीय दृश्य। यो लगभग बिहानीको माहौलमा यति धेरै भिड छ भने दिउँसोको समयमा कति धेरै भिड हुन्छ होला तपाईहरु आफै जानकारी गर्न सक्नुहुने अवस्था छ। दर्शकबिनहरु यो लाइभ छ, तपाईहरुले देखिरहनु भएको छ। हेर्नुस्, अत्यन्तै रमाइलो माहौल छ। माता पार्वतीले शीर्षस्थानी परमेश्वरी माताको व्रत गरेर भगवान श्री महादेवलाई पाउनु भएको धार्मिक एउटा परम्परा छ।